शिरमा मनोरम सैलुङ, साथमा अविरल बगिरहेको तामाकोसी नदी, यही अवस्थित छ मेलुङ गाउँपालिका। दोलखाको मेलुङ धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्पदाले सम्पन्न गाउँपालिका हो। यो गाउँपालिका मुख्यतया कृषि, पशुपालन र उद्यम व्यवसाय जस्ता सम्भावनाहरूका लागि उपयुक्त मानिन्छ। यिनै सम्भावनाहरूलाई पूर्णता दिन कृषि, पशु, वन, पर्यटन विकासको आधार, स्वास्थ्य, शिक्षा, सडक, समृद्ध मेलुङको पूर्वाधार भन्ने सङ्कल्प बोकेर मेलुङको स्थानीय सरकार अगाडि बढिरहेको छ। गाउँपालिकाले नागरिकहरूको अधिकार तथा सुविधालाई प्रस्थान बिन्दु मानेर काम गरिरहेको विषय गाउँपालिका अध्यक्ष हीरा कुमार तामाङको भनाइबाट पनि प्रष्ट झल्किन्छ। कर बढाउने होइन, करको दायरा बढाउनुपर्छ भन्ने मान्यतामा छौँ हामी। जनतालाई कर 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 भनेर कर थप्ने होइन, तर त्यसको दायराहरू बढाउँदै जानुपर्छ र अन्य स्रोत पनि हामीले पहिचान गर्नुपर्छ, खोज्नुपर्छ, त्यसलाई परिचालन गर्नुपर्छ भन्ने पक्षमा छ। र जनताको जीवनस्तर सुधार्न र जनताको आन्तरिक आम्दानी, व्यक्तिगत आम्दानी बढाउनको लागि, प्रति व्यक्ति आय बढाउनको लागि उनीहरूले चलाउँदै गर्दै आएको कृषि प्रणालीले आधुनिकीकरण गर्दै लाने र कृषिभन्दा बाहिर रहेकाहरूलाई व्यवसायमा आबद्ध गराउने, उद्यमशीलताको तालिमहरू दिने र उनीहरूको जीवनलाई सहज बनाउनका लागि आयोजन कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रमहरूमा हामीले गरिरहेछौँ। मेलुङ गाउँपालिकाको प्राकृतिक तथा भौगोलिक वातावरण रमणीय मानिन्छ। यहाँका सांस्कृतिक तथा धार्मिक सम्पदाहरूले पनि मेलुङको सुन्दरतामा अझ आकर्षण थपेका छन्। मे भनेको आगो हो र लुङ भनेको आगोको ज्वाला भन्ने हुन्छ। यसलाई चाहिँ तामाङ किम्बदन्ती अनुसार नै मेलुङ गाउँपालिका, मेलुङ चाहिँ पहिले यो हालको 6 नम्बर वडा र 7 नम्बर वडाको मेलुङ गाविस थियो। त्यसैको नामबाट हामीले मेलुङ गाउँपालिका भनेर नामकरण गऱ्यौँ र यसको विशेषता भनेको चाहिँ प्राकृतिक रूपमा यो करिब 3100 मिटरदेखि सबैभन्दा दोलखाको होचो 739 मिटरसम्म यसको भूभाग छ र यहाँ चिसो र तातो दुईटै हावापानी पाइन्छ विशेषतः प्राकृतिक रूपमा। प्रकृतिको सुन्दर कोसेली मानिने अद्भुत पर्यटकीय स्थल सैलुङ यो गाउँपालिकाको मुख्य आकर्षणको केन्द्र हो। गुरु पद्मसम्भवको पाइला परेको र ऋषिहरूले तपस्या गरेको किम्बदन्तीका कारण पनि हिन्दू र बौद्ध धर्मावलम्बीहरूका लागि सैलुङ पवित्र धार्मिक गन्तव्य मानिन्छ। मेलुङ सहित दोलखाको सैलुङ र रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाको सिमाना सैलुङका 100 थुम्काले ढाकेका छन्। धार्मिक महत्त्वको गाईखुरा महादेव पनि यही गाउँपालिकाको वडा नम्बर 2 मा पर्दछ। वडा नम्बर 1 को भ्याकुरे देवी माता, वडा नम्बर 6 मा पर्ने 982 को भीमसेन मन्दिर र 7 को शीतली देवी लगायतका मठ मन्दिरमा विशेष पर्वमा दर्शन गर्ने भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।
अधिकांश ओडाहरूमा धार्मिक महत्त्वका गुम्बाहरू पनि रहेका छन्। यहाँ लोसार लगायतका पर्वहरूमा विशेष रौनकता छाउने गर्दछ। समग्रमा यी सम्पदाहरूले गाउँपालिकाको आस्था, मूल्य र परम्परालाई चिनारीको रूपमा प्रस्तुत गरेका छन्। पालिका केन्द्र समेत रहेको वडा नम्बर 4 मा अवस्थित भेडपु पोखरी र काला पोखरीले यस क्षेत्रको आकर्षण बढाएका छन्। एउटा औलाले बढीमानको ढुङ्गा हल्लिएको दृश्य अनौठो पनि लाग्ने गर्दछ। यस्ता अनगिन्ती सम्पदाहरूले मेलुङ गाउँपालिकाको सौन्दर्यतामा सुगन्ध थपेका छन्। गाउँपालिकाले पर्यटन प्रवर्धनका लागि मेला महोत्सव, प्रचार प्रसार, डकुमेन्ट्री निर्माण, होमस्टे सञ्चालन र पर्यटन पूर्वाधार निर्माण गर्ने योजनालाई अगाडि बढाइरहेको छ। प्राकृतिक रूपमै पर्यटनहरूलाई आकर्षण बनाउने हो। सैलुङ भयो हाम्रो, सैलुङमा चाहिँ अथाह पर्यटनको सम्भावनाहरू छ। त्यसपछि तामाकोसीमा चाहिँ जल क्रीडाहरू गर्ने, राफ्टिङहरू गर्ने हैन, त्यसले गर्दाखेरि पर्यटकहरू आकर्षण हुन्छन्, त्यहाँ आउँछन्। आन्तरिक पर्यटक र बाह्य पर्यटक दुईटैले आउन सक्ने र धार्मिक रूपमा चाहिँ हामीसँग गाईको र महादेव होला, भ्याएको र महादेव होला हैन। त्यसपछि गुम्बाहरू छन् हाम्रो, पुरानो पौराणिक गुम्बाहरू, हल्लिनी ढुङ्गा भयो, काकेलिङ भयो, त्यसपछि सैलुङको चाहिँ जोरे ढुङ्गा भयो, बागढुङ्गा भयो, यस्तै मेलुङको चाहिँ पैखेत देवी भयो, यी सबै छन्। सबै खालका हामीसँग छन्। तर हाम्रो सीमित स्रोत साधनले सबैतिर चाहिँ नि काम गर्नुपर्ने, सबैतिर चाहिँ नि हाम्रो लगानी गर्नुपर्ने हुँदाखेरि त्यसले ओछ। तर तैपनि हामीले ठाउँ ठाउँमा होमस्टेहरू निर्माण गरेका छौँ, होमस्टेहरू सञ्चालन गरेका छौँ। त्यसले गर्दा आन्तरिक र बाह्य पर्यटनहरू क्रमशः आउन सुरुवात भएको छ, तर जति आउनुपर्ने त्यो आउन सकेको छैन। यसलाई हामी सुधार गर्ने र यसलाई पर्यटक मैत्री पर्यटन स्थलहरू निर्माण गर्ने अभियानमा छौँ हामी। पर्यटकीय सम्पदाहरूसँगै समग्र पालिकाको विकासका लागि पनि मेलुङको स्थानीय सरकारले द्रुत रूपमा काम गरिरहेको छ। विगतमा वर्षात मौसमको सुरु हुनासाथ सवारी साधन सञ्चालनमा अवरोध हुने गरेको थियो। यसले गर्दा स्थानीय वासीहरू शास्ति झेल्न बाध्य थिए। तर अहिले 12 महिना निर्बाध यातायातका साधनहरू सञ्चालन भइरहेका छन्। पहिलाको दाँजोमा अहिले गाउँपालिकावासीहरूको आवत जावत र आयात निर्यात निकै सहज भएको छ। नयाँ पुल बजार हुँदै पवटी डाँडा खड्क सडक खण्डको सिम्टेसम्म कालोपत्रे भइसकेको छ। वडा नम्बर 1 र 2 लाई जोड्ने घ्याङखोलामा मोटरेबल पुल निर्माण भइरहेको छ। यस्तै सित्तलीबाट मेलुङ बुद्धचोक हुँदै भैँसेसम्म जाने सडकको अधिकांश खण्डलाई स्तरोन्नति गरिएको छ।
लाइफलाइनको रूपमा रहेको मुडे मेलुङ सडक अन्तर्गत भैँसेदेखि बुद्धचोकसम्मको सडक खण्डलाई स्तरीय बनाउने प्रक्रिया सुरु भइसकेको छ। मालुखोलादेखि भन्ज्याङ हुँदै सैलुङ जाने सडक र मेलुङ हुँदै डाँडाखर्कबाट दुधेली भन्ज्याङ जोडिने सडकलाई स्तरीय बनाउने कार्य पनि रफ्तारमा अघि बढिरहेको छ। पालिकाभित्रका सबै सडकहरूलाई सोलिङ, ढलान र कालोपत्रे गर्ने योजना गाउँपालिकाको प्राथमिकतामा छ। यहाँको शासकीय स्वरूपहरू अलिक पृथक खालको रहेको, लामो समय जनप्रतिनिधिविहीन रहेको र विकासको कामहरू चाहिँ जति चाह्यो त्यो अगाडि बढ्न नसकेको अवस्थामा स्थानीय तहको निर्माण भइसकेपछि यहाँको समृद्धिको सन्दर्भमा हामीले धेरै खालको कामहरू गरेका छौँ। पूर्वाधारमा लगानी गरेका छौँ, शिक्षा स्वास्थ्यलाई जनताको पहुँचयुक्त बनाएका छौँ, सडकको गुरुयोजना बनाएर अगाडि बढाएका छौँ। त्यो गुरुयोजना अनुसार सडकलाई विशेषतः सबै वडामा 12 महिना चाहिँ नि सवारी साधन चल्न सक्ने, जनताले सहज तरिकाले पालिकासम्म आउन सक्ने खालको सडकहरू निर्माण गर्दैछ। तर अझै पनि यसलाई व्यवस्थित गर्न, अझै चाहिँ जनताको पहुँचयुक्त बनाउन बाँकी छ। यही काममा हामी अहिले अगाडि बढिरहेका छौँ। खानेपानी र सिँचाइका सुविधाको लागि पनि गाउँपालिकाले तीव्र गतिमा काम गरिरहेको छ। कृषि क्षेत्र मेलुङ गाउँपालिकावासीहरूको आम्दानीको मुख्य स्रोत हो। कृषिमा आत्मनिर्भर बन्ने अभियानमा गाउँपालिका अग्रसर छ। परम्परागत कृषि प्रणालीलाई बिस्तारै आधुनिक बनाउँदै रैथाने जातका बालीहरूको संरक्षणमा पनि गाउँपालिका जुटिरहेको छ। यहाँको उत्पादनको हिसाबले हेर्दा, बालीनालीको हिसाबले हेर्दा शीतलीमा धान फल्छन् भने सैलुङमा हाम्रो 4 नम्बरको सिरान र 3 नम्बर र 5 नम्बरको सिरानमा स्याउ उत्पादन हुन्छ। यहाँको मुख्य बालीहरू धान, मकै, कोदो, अहिले पछिल्लो कालमा आलु, फलफुलमा सुन्तला, केरा लगायत गर्छन्। धान, मकै, गहुँ, कोदो, फापर लगायतका अन्न बाली सहित मौसमी र बेमौसमी तरकारी तथा फलफुलका लागि यहाँको हावापानी अनुकूल मानिन्छ। वडा नम्बर 1 तथा साविकको पवटी सुन्तला उत्पादनका लागि प्रसिद्ध छ। पवटीलाई सुन्तला पकेट क्षेत्रको रूपमा विकास गरिएको छ। नौरोपनीमा सुन्तला लगाएको छु। मेरो साना ठुला गरी 450 बोट छन्। म एउटा साधारण कृषक हुँ। अहिले मैले 240 को सुन्तला बेचेँ, बाँडेर कोसेली पात पठाएर
अहिले अलि बढी हुन्छ कि भन्ने आशा छ। सुन्तला बेच्ने जिम्मेवारी स्थानीय सरकारले लिदिए सबभन्दा राम्रो हुन्थ्यो। अहिले अब 2-4 वर्षमा त यसको 4 डबलै सुन्तला फल्छ सबै कहाँ गरी। बजार भनेको यही तामाकोसी बजार हो, मुख्य बजार त हाम्रो। यस्तै वडा नम्बर 3 मा किवी प्रवर्धन र वडा नम्बर 1, 2 र 4 मा केरा प्रवर्धन कार्यक्रम सञ्चालनमा छ। वडा नम्बर 3 मा स्याउको उत्पादन पनि भइरहेको छ। वडा नम्बर 2 मा अकबरे खोर्सानीको बिरुवाको व्यावसायिक उत्पादन अनुकरण गर्न लायक देखिन्छ। पहिलादेखि नै 1.5 लाखको खोर्सानी बेचिराखेको छु। यसपालि चाहिँ नर्सरी पनि छ। मैले लगभग अकबरे खोर्सानीको नै बिरुवा नै बेच्छु होला 1.5 लाख जतिको चाहिँ। त्यहाँबाट अहिले 5-7 हजार कफीको छ, एभोकाडो छ, बटर घाँस छ, अनि टिमुरको पनि ट्राई गर्दैछु। 5 रोपनी जति जग्गामा खोर्सानी लगाएको छु। अझै नै लगाउन बाँकी छ। खोर्सानी फलेरै बेच्ने हो अनि बिरुवा पनि छ, त्यसपछि नर्सरी पनि हो। अर्ग्यानिक उत्पादनसँगै बजारीकरणमा पनि किसानहरूलाई गाउँपालिकाले आवश्यक सहजीकरण गरिरहेको छ। बिउ बिजन, मल, कृषि औजार वितरण तथा तालिमका लागि किसानहरूलाई गाउँपालिकाले सहयोग गरिरहेको छ। नागरिकहरूलाई स्वरोजगार बनाएर स्थानीय स्तरमै आय आर्जनको गतिविधिहरू सञ्चालन गर्ने योजनामा गाउँपालिकाको सधैँ चासो र प्राथमिकता देखिन्छ। त्यसकै प्रतिफल स्वरूप यति बेला मेलुङका सबै जसो ओडाहरूमा उद्यम व्यवसाय गर्नेहरूको सङ्ख्या पनि बढ्दै गइरहेको छ। गाउँपालिकाको वडा नम्बर 1 मा सञ्चालित पोल्ट्री फर्मले अन्य व्यवसाय गर्नेहरूलाई पनि हौसला प्रदान गरेको छ। पालिकाभित्रका सबै वडाहरूमा व्यावसायिक तवरबाटै गाई, भैँसी, बङ्गुर, बाख्रा तथा कुखुरा पालन व्यवसाय सञ्चालनमा छन्। सुधारिएको गोठ तथा खोर निर्माण र तालिमका लागि गाउँपालिकाले विविध प्रकारहरूका सहयोगहरू उपलब्ध गराइरहेको छ। वडा नम्बर 7 मा पानीको पर्याप्तता र समथर जमिन भएकाले माछा पालन व्यवसाय सञ्चालनमा छ। यस्तै आलु पकेट क्षेत्र रहेको वडा नम्बर 2 मा आलु चिप्स र फुरनदाना बनाउने तालिम सञ्चालन भइरहेको छ। दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आएपछि यहाँका किसानहरूमा उत्साह छाएको छ।
यही कारण डेरी र खुवा बनाउने व्यवसाय पनि सञ्चालनमा आएका छन्। गाउँघरमै आम्दानी गरेर आत्मनिर्भर बन्ने कार्यक्रममा विशेष गरी महिला दिदीबहिनीहरूको सहभागिता हुने गरेको देखिन्छ। उद्यमी बनौँ विदेशी नरोकौँ भन्ने नारासहित उद्यम व्यवसायलाई प्रवर्धन गर्न गाउँपालिकाले सिपमूलक तालिम सञ्चालन, मेसिन औजार वितरणदेखि आर्थिक सहयोगका कार्यक्रम पनि अगाडि बढाइरहेको छ। शिक्षा क्षेत्रको विकासका लागि हामी बनाउँछौँ हाम्रो विद्यालय कार्यक्रम सुरु गरेको मेलुङको स्थानीय सरकारको ध्यान गुणस्तरीय शिक्षामा छ। विद्यालय भवन, कक्षा कोठा व्यवस्थापन, विषयगत शिक्षकको प्रबन्ध, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गाउँपालिकाले सञ्चालन गरिरहेको छ। सुरुमा 41वटा विद्यालयहरू थियो, त्यसलाई हामीले मर्ज गरेर अथवा समायोजन गरेर अहिले 34वटा विद्यालय अस्तित्वमा छ। तर 34वटा विद्यालयहरू अस्तित्वमा रहिरहँदाखेरि 11वटा माध्यमिक विद्यालय र अरू आधारभूत विद्यालयहरू अस्तित्वमा रहिरहँदा अहिले विद्यार्थी सङ्ख्याको कमी हाम्रो चुनौती हो। यसलाई हामी स्वाभाविक पनि दिन्छौँ, किनकि जनताहरू चाहिँ अहिले धेरै गाउँमा छैनन्, सहज र सुविधा खोज्दै सहर बस्ने क्रम छ। यसलाई रोक्नका लागि पनि हामीले कार्यक्रमहरू बनाउनु पर्नेछ र कतिपय कार्यक्रमहरू बनाइरहेका छौँ। शिक्षाको सन्दर्भमा पहिलेको भन्दा सुधार उन्मुख छ। शिक्षा ठ्याक्कै म अहिले धेरै सुध्रियो भन्न सकिँदैन, शिक्षा सुधार उन्मुख छ। राज्यले तोकेको पासको लागि तोकेको मापदण्ड 35% छ। हामी 35% पुग्ने कोसिसमा छौँ अहिले सरदरमा, तर कतिपय विद्यालयको नतिजा अलि माथि पनि छ। गाउँपालिकाले स्वास्थ्य चौकी मार्फत नागरिकहरूलाई औषधि उपचारको सेवा दिइरहेको छ। पालिकाभित्र 5वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् भने वडा नम्बर 6 को स्वास्थ्य चौकीमा ल्याबको सुविधा पनि थप गरिएको छ। स्वास्थ्य उपचारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य बिमाको सुविधा, स्वास्थ्य चौकीको स्तरोन्नति, पालिका अस्पताल निर्माण, दक्ष जनशक्तिको व्यवस्थापन, आधुनिक उपकरणहरू जुटाउनेदेखि आयुर्वेद उपचारलाई थप प्रवर्धन गर्ने जस्ता कार्यक्रमतर्फ गाउँपालिकाको विशेष जोड छ। हामी पहिले एउटा सामान्य घरमा सामान्य जने कोठामा स्वास्थ्य सञ्चालन गर्थ्यौँ भने अहिले हामीले 5वटा साबिकको 5वटा गाविसमा रहेको स्वास्थ्य चौकीहरूमा 24 घण्टे प्रसुति सेवा सञ्चालन गरेका छौँ। राज्यले निर्धारण गरेको भन्दा फरक औषधिहरू हामी यहाँ जनताको आवश्यकता अनुसार वितरण गर्छौँ। स्वास्थ्य कर्मीहरूले तालिम दिन्छौँ। तर यद्यपि हाम्रो अहिलेको समस्या भनेको हामीले पालिका स्तरको अस्पताल निर्माण गर्न सकेका छैन र चिकित्सकको व्यवस्था गर्न सकेका छैन, त्यो विविध कारणले गर्दाखेरि। र हामीसँग समस्या भनेको त्यही हो। र अरू क्षेत्रमा हामीले स्वास्थ्यको क्षेत्रमा विशेष त ज्येष्ठ नागरिकहरूलाई, बालबालिकाहरूलाई, लक्षित समुदायहरूलाई निःशुल्क चाहिँ परीक्षण गर्ने, आँखा शिविर सञ्चालन गर्ने, आँखा मोतियाबिन्द भएकोहरूको निःशुल्क शल्यक्रिया गर्ने, ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गर्ने, बालबालिकाको स्वास्थ्य परीक्षण गर्ने, सुत्केरी आमाहरूलाई विशेष त थप प्रोत्साहनको कार्यक्रमहरू दिने, प्रति सुत्केरीलाई हामीले चाहिँ 5000 रुपियाँ प्रोत्साहन स्वरूप उपलब्ध गराउने कामहरू गरिरहेको छ। त्यसैले स्वास्थ्य क्षेत्र चाहिँ अलि धेरै हामीले सोचेको भन्दा नि राम्रो सुधार छ। लक्षित वर्गमा पर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, एकल महिला र अपाङ्गता भएका नागरिकहरूका लागि विविध कार्यक्रम सञ्चालन भइरहेका छन्। स्थानीय सरकार गठन भएपछि नागरिकहरूले सामान्य विवाद र असमझदारीलाई ओडामा रहेको मेलमिलाप केन्द्रमै छलफल गरेर टुङ्ग्याइरहेका छन्। यस्तै गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समिति मार्फत विवाद निरूपण र कानुनी परामर्श प्रदान गर्ने सेवा प्रभावकारी रूपमा भइरहेको देखिन्छ।
गाउँपालिकाबाट सञ्चालन हुने विकास निर्माणका योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजक गाउँपालिका उपाध्यक्ष रहने व्यवस्था छ। यही व्यवस्था अनुसार गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहनु भएको छ। उपाध्यक्षको जिम्मेवारीमा पर्ने धेरैवटा कामहरू मध्येको एउटा महत्त्वपूर्ण काम न्याय सम्पादन रहेको थियो। त्यसमा विगतमा कसरी काम गर्नुहुन्थ्यो, हामी आएपछि चाहिँ एक हिसाबले धेरै जति चाहिँ निर्णय गर्ने अथवा फैसला गरेर कसैलाई हार्ने कसैलाई जित्ने गर्नुभन्दा पनि दुवैजनाको विन विनको अवस्था सिर्जना गरौँ भन्ने हिसाबले हामी सकेसम्म हुनेसम्म मेलमिलापको माध्यमबाट गराउँछौँ। त्यसैले अब हामीले धेरै नै कामहरू सम्पादन गरेका छौँ, कार्य सम्पादन गरेका छौँ अथवा भनौँ न्यायिक निरूपण गरेका छौँ। सबैभन्दा राम्रो पक्ष चाहिँ गाउँपालिकामा आएपछि के हुँदो रहेछ भन्दा बिग्रेको सम्बन्धहरू उहाँहरूको घरै बिग्रिसकेको, छोराछोरी नै बिग्रिसकेको, सम्बन्धै बिग्रिसकेको अवस्थालाई पनि पहिलाको त्यो बिहे गर्ने बेलाको जस्तो चाहिँ सम्बन्ध बनाउन सकियो भन्ने खालको चाहिँ मलाई आत्मसन्तुष्टि हुन्छ र खुसीको क्षण पनि मलाई त्यतिखेर लाग्छ। ओडाका जनप्रतिनिधि तथा कर्मचारीहरू पनि प्राप्त जिम्मेवारी अनुसार नागरिकलाई सेवा प्रवाह गर्न जुटिरहेको प्रत्यक्ष अनुभूत गर्न सकिन्छ। सुशासन प्रवर्धन र कर्मचारी प्रशासनलाई थप प्रभावकारी र पारदर्शी बनाउन नतिजामा आधारित कार्य सम्पादन एवं प्रोत्साहन प्रणाली मेलुङको स्थानीय सरकारले अवलम्बन गरेको छ। हामी एकदमै इन टाइम अधिवेशनहरू गर्छौँ, सभाहरू गर्छौँ अनि एकदम इन टाइम कार्यपालिकाको बैठकहरू गर्छौँ अनि त्यसबाट निर्णय भएका चिजहरू हामी कार्यान्वयनमा लान्छौँ। त्यसैले हाम्रो असोज कार्तिकसम्म चाहिँ योजना सम्झौता भइसक्छन् अगाडिको, त्यसपछि पुसदेखि माघ फागुनसम्ममा त्यो सम्पन्न हुन्छ अनि फेरि हिउँदे अधिवेशनमा पूरक बजेटबाट आएका योजनाहरू सम्झौता गरेर चैतको अन्तिमसम्म अथवा वैशाखको लास्टमा वैशाखको फर्स्ट विकभित्र चाहिँ ती कामहरूको पनि भुक्तानी गरिसक्ने भन्ने छ। र छिटफुट अरू कार्यक्रमहरू यी त योजनाका कुरा भए, अफिसियल तालिम गोष्ठीहरू यी खालका कामहरू पनि सबै गरेर हामी जेठको मसान्तभन्दा पछाडि चाहिँ हामी भुक्तानी नै नदिने भनेर एउटा निर्णय गरेका छौँ र त्यो हिसाबले चाहिँ हामीले काम गरेका छौँ। सेवाग्राहीको अनुभव र गुनासोहरूको अवस्था निहाल्दा पनि मेलुङको स्थानीय सरकारलाई सफल र नतिजामुखी बनाउन कर्मचारी प्रशासन घनीभूत ढङ्गले लागिरहेको छ भन्न सकिने आधारहरू धेरै भेटिन्छन्। गाउँपालिकाले प्रदान गर्ने सेवालाई थप सहज र आधुनिक बनाउन प्रशासकीय भवन निर्माणको काम पनि करिब अन्तिम चरणमा छ। सो भवनबाट सेवा सुचारू भएपछि नागरिकहरूलाई सेवा प्रदान गर्न थप सहज हुने कुरामा कुनै दुईमत छैन। यी सबै विषयहरूको अध्ययन तथा विश्लेषण गर्दै जाँदा मेलुङ गाउँपालिकालाई समृद्ध बनाउने अभियान तीव्र गतिमा अगाडि बढिरहेको छ भन्ने निष्कर्षमा सहजै पुग्न सकिन्छ। यसका लागि सबैको साथ, सहयोग र समन्वयको भूमिका पनि निकै महत्त्वपूर्ण छ। मेलुङ गाउँपालिका जनसमुदायसँग के अनुरोध हो भने हामी गाउँ फर्कौँ, गाउँमै लगानी गरौँ, गाउँमै बसौँ र गाउँमै चाहिँ गाउँलाई विकास गरौँ। हामी सहर केन्द्रित नहोस्, देश विदेश पनि नजाउँ। अब किनकि जो गाउँमा आएर लगानी गर्छ, जो गाउँमा आएर बस्छन्, जसले चाहिँ गाउँलाई माया गरेर आउनुहुन्छ उहाँहरूलाई हामी लगानी मैत्री वातावरण निर्माण गरिदिन्छौँ र पालिकाले आवश्यकताअनुसार उहाँहरूलाई आर्थिक भौतिक जे सहयोग गर्नुपर्छ त्यो सहयोग गर्छौँ। उहाँहरू सबैजनालाई गाउँमा आएर बस्ने वातावरण हामी बनाउन लागिरहेछौँ। यसमा मेलुङवासीहरूको साथ सहयोग हुनेछ भन्ने आशा लिएको छ र सबै क्षेत्रहरू विशेषतः स्थानीय सरकारको 5वटा क्षेत्रहरू छन्, त्यो 5वटा क्षेत्रहरूलाई समान तरिकाले अगाडि बढाउँछौँ। हामी सबैजनालाई यही अनुरोध गर्न चाहन्छु।